के तपाईलाई पाद्न लाज लाग्छ? यो सुन्नुस्, फार्टिङ इज नर्मल। डाक्टरले के भन्छ थाहा छ? पहिला कुरा गरौँ वैज्ञानिक तथ्यहरूको बारेमा। दिनमा 14 देखि 23 पटक पाद्नु नर्मल नै हो। यो सामान्य मानिन्छ। यो पाचन प्रक्रियाको भाग हो। अब बुझौँ यो किन हुन्छ। खाना पचाउँदा ग्यास बन्छ, जस्तै नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड। आन्द्रामा ब्याक्टेरियाले काम गर्दा ग्यास बन्छ। हावा निल्दा, खाना खाँदा, कुरा गर्दा पनि यो ग्यास बनिरहेको हुन्छ हाम्रो शरीर। अब डाक्टरले के भन्छ? यो डाइजेस्टिभ सिस्टमको राम्रो काम गरिरहेको सङ्केत हो। रोकेर बस्यो भने पेट दुख्छ, ब्लोटिङ हुन्छ। अब कुरा गरौँ कहिले चिन्ता गर्ने त? दुर्गन्ध धेरै बढी आएमा, पेट दुख्ने, दिनमा 50 पटक भन्दा बढी भएमा। अब कुरा गरौँ यसलाई कसरी कन्ट्रोल गर्ने। बिस्तारै खानुस्, दाल, काउली जस्ता ग्यास बढाउने कम खानुस्, च्युइगम नचपाउनुस्, कार्बोनेटेड ड्रिङ्क्स कम पिउनुस्, पानी धेरै पिउनुस्, एक्सर्साइज गर्नुस्। यसले डाइजेस्टिभ सिस्टम राम्रो गर्छ। तर याद राख्नुस्, रोकेर होइन, नर्मल हुन दिनुस्। फार्टिङ नर्मल बडी फङ्सनको सङ्केत हो। स्टिग्मालाई तोड्नुस् र साइन्स सुन्नुस्। र यो भिडियो मन परे लाइक गर्नुहोला र कमेन्टमा आफ्नो पदुवा साथीहरूलाई ट्याग गर्न नबिर्सनुहोला र यस्तै भिडियोको लागि हाम्रो च्यानल डाक्टर राजेश केयरलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।